एकदम अर्ग्यानिक गाईको दुधको दही चाहिँ यो दही हो, यो दुध हो। हाम्रो चाहिँ नयाँ बेबी आएको चाहिँ हेर्नुहोस् फेरि खै देखाउ पैसा कति छ। गुड मर्निङ सबैजनालाई, गुड मर्निङ भन्दै वेलकम ब्याक लोकचन्द्र भ्लग है। आजको चाहिँ बिहानको दृश्य चाहिँ यस्तो चाहिँ हेरिहाल्नु हो, एकदम फगी लागिरहेको छ र तपाईँहरू सबैजनालाई वेलकम ब्याक लोकचन्द्र भ्लग भन्दै अब भिडियोतर्फ लाग्दैछ र तपाईँहरूले है माया सपोर्ट यसरी नै गरिदिनुहुन्छ भन्ने आशा राख्दै अब भिडियोतर्फ लागौँ। आजको भिडियो कस्तो हुँदो रहेछ है। आजको चाहिँ बिहानको मौसम चाहिँ यस्तो छ, हेरिहाल्नुहोस्। आज चाहिँ बिहानै यो 4 किलो छ हौ यो भाले। हेर है आम्बो कस्तो यत्रो बढे भालेर पनि 3.5 किलो भनेको। हेर भाले पनि सुतिरहेको हेर्नु नि भगवान्। यहाँ हाम्रो दाजु चाहिँ बिहान आज भाले किन्न आएको अरे हो, बिउ भाले। ए घरमा अन्त यसको बुढीहरू कतिजना छ त? ल हेरिहाल्नुहोस् भाले चाहिँ गतिलो छ है। हेर्नुहोस् त्यही 4.5 किलो भने यहाँ हो अन्तै नकरे। हेरिहाल्नुहोस् अब यहाँ कसरी किलो अरे? 400 रुपियाँ किलो। अब यहाँ मेरो मिसेसले पैसा थापेर खुसी हुने भयो आज। ए हाम्रोमा चाहिँ उहिले ढकहरू पनि छ, देखाउँदै त। हो यहाँ हेर्नुहोस् ढक अरू पनि छ, मसिनो मसिनो छ। यहाँ हेर्नुहोस् त, देखाउ त। लु 200 हालौँ त। 100 है। हेर्नुहोस् यो होला 100 हाल्नु। ए 50 हो त्यो। 50 ए 50 यहाँ हाल्नुहोस् आको यो। लु ल अझै बेसी छ। ठिकै छ। 3 किलो यहाँ चाहिँ यो चाहिँ भाले चाहिँ हाम्रो 200 बाजेको हो, हिसाब किताब हुँदैछ। हेरिहाल्नुहोस् फेरि खै देखाउ पैसा कति छ। 1100 मात्र छ त। 1100 कति र 1400 कति? 1440। 340 चाहिँ बाँकी रह्यो यहाँनिर भिडियो रेकर्ड। हाम्रो चाहिँ नयाँ बेबी आएको चाहिँ हेर्नुहोस् त। वा कसको बेबी हो? मेरो छोरीको बेबी अरे गाइस। हेर्नुहोस् त हाम्रो चाहिँ नयाँ मेम्बर आएको छ, हेर्नुहोस् त। अहिले बिहाको सानो बेबी। यो चाहिँ हाम्रो नयाँ गाईको दही हो है गाइस। हेर्नुहोस् यस्तो दामी जन्मेको छ है। तपाईँहरू जसलाई चाहिन्छ अर्डर गर्न सक्नुहुन्छ है। यहाँ 60 रुपियाँ लिटर भन्नु। मात्र 60 लिटरको है। भोलि अर्डर चाहियो भन्नु। तिमी भन न लु के भन्नु मन लाग्छ? लु छिटो न। भन्नु लाज लाग्छ नि त, भन्नु नि हौ। यहाँ दही पनि बेच्ने अरे, भन्नु पनि लाज लाग्ने अरे हो। यो दही चाहिँ तपाईँहरूलाई चाहियो भने चाहिँ 60 रुपियाँ लिटर अरे। यहाँ मेरो बुढी कुरा सुनिहाल्नुहोस् हो। र एकदम दामी छ। यहाँ झन्डै 8 लिटर जस्तो होला हो। यहाँ 3 लिटर अर्ग्यानिक एउटा पानी एकदम अर्ग्यानिक गाईको दुधको हो। एक थोपा पानी पनि हालेको छैन। बनाउने यहाँ बुढी हो मेरो हो। सोध्नुहोस् कस्तो हो।
तपाईँहरूलाई जसलाई चाहिन्छ आउनुहोस् है। अर्ग्यानिक बाक्लो दुधको दही चाहिँ यो दही हो, यो दुध हो। यो दुध देखिहाल्नु होला है। गाउँ बस्तीमा हामी गाई बस्तु पाल्छौँ है, दुःख गरेर चाहिँ यसरी हामी दहीहरू जमाएर चाहिँ बिक्री वितरण गर्छौँ, घिउ छुर्पी बनाउँछौँ है। तर हाम्रो चाहिँ घिउ छुर्पी चाहिँ बनाउँदैनौँ, यो दही चाहिँ एकदम बेच्नेवालामा छौँ हो। यो चाहिँ पानी नहाली फिटेको कारणले गर्दा 60 रुपियाँ लिटर। दुध चाहिँ तपाईँहरूको अब हल्का फुल्का पानी त हाल्नुपर्छ, 50 रुपियाँ लिटर। सुनिहाल्नु होला है मेरो बुढीको कुरा। यस्तै हुन्छ बस्तीमा हो, यसरी जीविका चलाउनु पर्यो है। तर हामी चाहिँ हाल्दैनौँ पानी। ल त गाइस, आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो है कमेन्टमा भन्नु सक्नुहुन्छ र सधैँभरि तपाईँले यसरी नै माया सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा राख्दै आजलाई यति नै। बाई।